What's happening guys? My name is Iris र हजुर हुनुहुन्छ आरव च्यानलमा र आज हामी आएको छौं मेरो एसएमपी मा र हेर्न सक्नु भएको छ। यहाँतिर यो एसएमपी हाम्रो इन्डिया र नेपालको मान्छेहरुको लागि हो र यो मेरो ब्यानर हो। सक्नुहुन्छ यो मेरो पहिले ब्यानर के थियो हजुर मेरो पुरानो सब्स्क्राइबर हुनुहुन्छ भने थाहा होला र अहिले अपग्रेड गरेको हेर्न सक्नुहुन्छ। मैले लास्ट अपग्रेड गरेँ एसएमपी लाई यहाँतिर हेर्न सक्नुहुन्छ झन्डा बनाएको मैले बिकनले इन्डियाको यो बनाउन मलाई धेरै दिन लाग्यो किनकि बिकन्सहरु कट्ठा गर्न धेरै दिन लाग्छ। हेर्न सक्नुहुन्छ र मैले यहाँतिर गन्सको मोड्स नि हालेको हो। हेर्न सक्नु भएको छ गाइस मैले बिकनहरु धेरै स्टोर गर्छु किनकि मैले एकचोटी बिकन बनाए नि धेरै नै बनाउँछु र अहिले हामी चाहिँ सुतौं किनकि राति भएको छ। ओके गाइस हामी चाहिँ अहिले यतिको म हजुरलाई एसएमपी को टुर्स गराउँछु। अहिलेसम्म मेरो घरमा आएन घरमा बनाउने र गाइस हेर्न सक्नु भएको छ। पहिले चाहिँ यो दुईटा पनि हेर्न भएको छ हजुरको अगाडि र अर्को चीज चाहिँ छ यहाँतिर यी गाइस मैले भन्नु थियो हजुरलाई यो मेरो पिङ्कुको डेथ भएको स्पट हो र यो ग्रीन बिकन हो। खतरा पर्यो नि यहाँ रेड ग्लास लाउनु मिल्छ ग्रीन हटाएर र गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ गान्धी म्युजियम हो। पहिलाको भिडियोमा नि देखाएको छु धेरै फेमसमा हेर्न सक्नुहुन्छ। यो सबै मैले बनाएको हो सब साइन प्लेको यस्तो हुन्थ्यो गाइस पहिलाको प्रोजेक्टर कलमको हुन्थ्यो। यो गान्धी म्युजियम भन्ने इन्डियामा एउटा उसको ठाउँमा दिल्लीको ठाउँमा र यो के हो र यहाँतिर हाम्रो शहीद भएको गोलम्सहरुको जङमा उस भएको गाडिएको छ यहाँतिर र गाइस यहाँ चाहिँ इन्डियन गभर्नमेन्ट बन्छ त्यही भएर मैले यहाँ एउटा झन्डा नि गाडेको छु। अब सामान कसले फाल्छ र यहाँतिर काठमाडौँ फेमस फिल्म हल नि बनाएको छ जसमा कि हिरोजहरु आउँछन् सबै हेर्न सक्नु भएको छ। भित्रबाट यस्तो अझै अपग्रेड गर्ने हो र यहाँबाट चाहिँ देखाउन सक्दिनँ म हजुरलाई हेर्न गाइस यस्तो भएको छ र हेर्न सक्नु भएको छ गाइस यहाँ यो पुरै यो चाहिँ फ्यामिली प्याक सिट हो अरु चाहिँ देखाउन सक्दिनँ। अनि यो चाहिँ उसहरु हेर्न सक्नुहुन्छ र यहाँ लाइट बन्द चालु होला नि जो कि माथि जानुपर्छ र यहाँ चाहिँ के भन्छ अझै मैले सोचिएको छैन। र गाइस यो चाहिँ हाम्रो एसएमपी को टुर हो र अझै बनाउन जान्छु म अझ प्रोग्रेस गर्छु र हेर्न सक्नु भएको छ यहाँबाट यो सिस्टम्सहरु मुभीको
यो यहाँतिर अन गऱ्यो भने त्यहाँतिर स्पन हुन्छ। र गाइस एउटा यो चिज देखाउन बिर्सेँ। अहिले चाहिँ एसएमपी ओपन छैन राम्रोसँग, किनकि अपग्रेड गर्ने बाँकी छ। र नेटफ्लिक्सको लोगो किन नआएको भन्दा त्यही मुभीहरूको माइनक्राफ्ट मुभी 4:50 र हेर्न सक्नुहुन्छ गाइस, राम्रो बनाएको छ। र यहाँतिर चाहिँ उस हुन्छ, यो चाहिँ एउटा ग्राउन्ड जस्तै चौरी जस्तै हो, अनि बगैँचा जस्तो। यहाँतिर रातिहरूको उसले आगो ताप्न मन लाग्ने यहाँ तपाउनु मिल्छ, खाना मन लाग्ने खाने। र यहाँतिर हेर्न सक्नुभएको छ, यहाँ सर्भिसहरू हो। र गाइस यति नै हो एसएमको टुर। कसले भन्दा रोक्नु गाइस, माथि र गाइस हजुरलाई यहाँ बोटबाट तरेर अर्को गाउँ जानु मन लाग्यो भने यहाँतिर धेरै गाउँहरू छ। र अर्को गाउँ जानु मन लाग्यो भने यहाँतिर बोट्सहरू पनि छ। र मैले गाउँलाई अझै अपग्रेड गर्ने र ठुलो गाउँ बनाउने। र गाइस आजको लागि यति नै। हजुरको भाइको मेहनतको भिडियो हो, कसैले केही गरेर गएको छैन। ओके गाइस आजको लागि यति नै। लाइक, च्यानललाई सब्सक्राइब, अनि त्यो बेलनलाई क्लिक बेलनलाई अन, त्यो घन्टा छ नि घन्टा, त्यो घन्टालाई जसरी भए पनि दबाएर भए पनि, तोडेर भए पनि, फोडेर भए पनि, हतौडाले हानेर भए पनि त्यो दबाइदिनु। किनकि यस्तो मोड्सहरू फुडहरू पकाउनको लागि रियल लाइफमा कसरी पकाउने, अनि मोड्सहरू माइनक्राफ्ट र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक, सब्सक्राइब, बेल आइकनलाई सेयर नि हान्दिनु र बेल आइकनलाई दबाइदिनु। ओके टेक केयर, बाइ बाइ गाइस।